Hi everyone. So म र प्रमिला भाउजू हामी चाहिँ काठमाडौँ जाँदैछौँ एन्ड दिस विल बी भाउजूको चाहिँ फर्स्ट फ्लाइट एभर इन आवर लाइफ. सो यस वी आर सो एक्साइटेड अनि अभी हेज प्लान्ड एभ्रिथिङ फर अस है. म चाहिँ भाउजूको वेट गर्दैछु लोकल सुकुटी रेस्टुरेन्टको अगाडि. भाउजू इज कमिङ. Bye bye. Bye. Thank you. Thank you, Abhi. Thank you all, guys. Hello, भाउजू. कस्तो फिल भइरहेको? रमाइलो फिल भइरहेको. नर्भस नै हुनुहुन्छ? खासमा हाम्रो के लास्ट डे स्पोन्टेनियस भएको होइन. अनि मेरो छुट्टै प्लेनमा भाउजूको छुट्टैमा के मेरो बुद्धमा भाउजूको यतिमा अनि टाइम त एउटै है. टाइम चाहिँ 5 मिनटको मात्र फरक छ तर कसको अगाडि आउँछ भन्ने. अनि भाउजू चाहिँ एक्लै नै पुरा सोलो ट्राभल गर्दै हुनुहुन्छ आज. काठमाडौँ जाँदैछु है भनेर घुम्न यहाँ भोलि यहाँ पर्सि आइन्छ घुमेर. ल भाउजू कता हो अब हामी जाने? केटिएमतिर केही काम विशेष? हामी घुम्नको लागि अपर्च्युनिटी आएर. ल हामी चाहिँ अब जाँदैछौँ है एभ्रिवान. बाई बाई, सी यू. ऊ त्यहाँ के टोइलेट? ट्राभल्स गर्दा जहिले नि यो खानु होला. यस्तो सस्तो हो. जान्छु भन्नु न. यो फ्रन्ट क्यामेरा चाहिँ राम्रो छैन कि. फाइनली द वेट इज ओभर. भाउजूको प्लेन आउँदैछ. यता आउनु त भाउजू. ए बुद्ध हो. सो मेरो प्लेन चाहिँ आइसक्यो गाइज है. भाउजू यहाँ हुनुहुन्छ. उता छ बुद्ध एयरलाइन्स आइरह. बुद्ध के भन्छ ओके मेरो प्लेन चाहिँ आयो हो. आई हेभ टु गो एन्ड के थाहा त्यो अर्को त्योभन्दा अगाडिको फ्लाइट नै हुनसक्छ क्या. सो बुद्ध एयरलाइन्सको एउटा प्लेन चाहिँ आएको छ एन्ड भाउजू चाहिँ यहाँ हुनुहुन्छ. भाउजू इज वेटिङ. अब चाहिँ केही बेरमा म यो फोन भाउजूलाई हस्तान्तरण गर्छु अनि भाउजूले मजाले भिडियो बनाउनुहुन्छ है भाउजू. हो हाम्रो एक्सचेन्ज अफर चलिरह किनभने यसैमा मैले भिडियो बनाइराखौँ नि त है. आर यु एक्साइटेड ओर नर्भस? अब नाम बोलाउँछ न. भाउजू चिल मोडमा हुनुहुन्छ.
फाइनली अब एयरपोर्ट आइपुगे। अब हामी प्लेनमा चढ्न गइरहेछौँ एटी एयरलाइन्सको। काठमाडौँ हामी चाहिँ काठमाडौँदेखि गयो भाउजू। सो वी जस्ट ल्यान्डेड। अनि अब चाहिँ हामी चाहिँ कुन कुन ठाउँ जाने पुरा प्लान बनाउनु पर्ने हो। हामी चाहिँ एकदमै स्पोन्टेनियस आजभोलि हाम्रो यात्रा स्पोन्टेनियसै भइरह है। सो हामी चाहिँ फिगर आउट गर्छौँ कता कता जाने। ल भाउजू एज अराइभ सपनाको सहर काठमाडौँ। कस्तो भयो अनि एक्सपिरियन्स? झर्ने बेलामा र उड्ने बेलामा चाहिँ झर्ने बेला चाहिँ सिरिङ्ग भयो होला है। ल गाइज हामी चाहिँ मम्मीलाई भेटेर मम्मीलाई रिसिभ गरेर घुम्न जाँदैछ। इट्स अलरेडी 5:30 भइसक्यो। मामा पनि हुनुहुन्छ, सबैजना छौँ। हेलो मामा, हाम्रो भ्लग हो क्या यो काठमाडौँ आएको भ्लग। स्माइल राम्रो राम्रो कुरा गरौँ है गाइस। फेरि भ्लगमा फेरि के छ? हामी कता जाँदैछौँ अहिले? हामी न्यु रोड जाँदैछौँ। ओके छ त? कस्तो राम्रो आछ। So we are in Basantapur right now with Bauzu and mommy. Dino So guys, हामी चाहिँ यहाँ इन्जोय गर्दैछौँ। मम्मीले नि हेरिरहनु भएको छ भाउजू। अब चाहिँ हामी खाजा खान जान्छौँ। दुश्मन हेरेको हेरै। सो वी आर गोइङ टु हेभ कति रोल है, सानो कति रोल यहाँ रहेछ। सो पहिला त्यहाँ अलिकति खाएर अनि अरू चाहिँ उता खाउँछ। ल भाउजू जानुभयो, मम्मी जानुभयो। वी आर एट च्याङको कति रोल बसन्तपुर। ल यता देखा नि त। हाई हाई, मेरो भ्लगमा स्वागत छ तपाईँलाई। हेलो गरिदिनुहोस्। हेलो गर न। हेलो गरिदेऊ। पुष्पा आन्टीको भ्लग। लाज माल। लो के हाम्रो कतिरो लाछ हजुर। फर्स्ट फुड अफ टुडे। ल हाम्रो कतिरो लायो है। सो दिस इज आवर फर्स्ट डिस फर टुडे। ल चियर्स। नमिल्दो न अलि दुख्छ नि त। कस्तो लाग्यो भाउजू? सो कटिरोल चाहिँ खासमा पोखरामा खासै पाउँदैन है, आजभोलि ल्याउनु ला। सो भाउजूले र मम्मीले खानु भएको थिएन कटिरोल। सो उहाँलाई मन पर्यो। टाइम लाग्दैन नि सो। ल अब हाम्रो पालो आइसक्रिमको सेकेन्ड डिस।
सो हाई हाई एभ्रिवान। सो यिनीहरूले चाहिँ मलाई देखेँ कि है हामी फोटो खिच्दै आइसक्रिम खाँदै यस दिस इज बसन्तपुर अनि दिस इज माई बहिनी पुष्पु अनि बहिनी प्रतीक्षा होइन दीक्षा र प्रतीक्षा। सो हामी चाहिँ एकदमै कोइन्सिडेन्टली भेटेको अनि मैले चाहिँ आज अलिकति भ्लग बनाइरहेको छु कि सो हाई गाइस बेलुका ब्लगमा भेटौँ जाने अनि यहाँ आएर भाउजूले त गर्नुहुन्छ नि जान्दिनँ भगवान्को ईश्वरीय शक्ति दिएको छ बस। सो वी जस्ट रिच्ड होटेल अनुतारा वेलकम गाइज कस्तो राम्रो रहेछ। ल हामी चाहिँ होटेल अनुतारा पुग्यौँ है। इट्स रियली नाइस। सो दिस इज आवर रुम फर टुडे है। अलिअलि मेसी भइसकेको छ तर भाउजूहरू चाहिँ यता हुनुहुन्छ। भाउजू मम्मी फुर्सद छैन कसैलाई सब टिकटक हेर्दै हेर्दै अनि दिस इज मी। अनि इट्स अलमोस्ट कति 9 बजिसक्यो तर हामीले खाना खाएको छैनौँ। अनि आज लोसार पनि हो ग्याल्पो लोसार हो। सो बौद्धमा चाहिँ अहिले पनि कार्यक्रमहरू केही भइरह होला भन्ने चाहिँ हामी आशा गरिरहेछौँ। त्यो नि त ब्लग कन्टिन्यू। र हामी चाहिँ अब बौद्ध जाँदै हौ दिनभरि टाइम नपाएर। इट्स 9:42 अनि हामी चाहिँ बौद्ध आएको छौँ। भाउजूहरू जस नाइटमा चाहिँ म कहिले नै आएको थिएन कि एन्ड दिस इज हाउ इट लुक्स लाइक एट नाइट। अहिले रातिको 10 बजिरहेको छ तर माहौल एकदमै जस्ट भरि भराउ छ। देयर आर पिपल अराउन्ड एन्ड इट्स ग्याल्पो लोसार। सो आज चाहिँ यति धेरै स्पेसल छ अलिकति दिनहरू। हेलो भाउजू अहिले 10 बजिरहेको छ तपाईँ निन्द्रा लागेन? रातिको 10 बजे हामी बौद्धमा छौँ है। अनि सबै एभ्री वान इज ड्रेस्ड कति राम्रो यस्तो राम्रो आज लोसारको अवसरमा। भाउजूले यहाँ फुल मागेर खिच्दै हुनुहुन्छ। 10:30 बजे हामी खाँदैछौँ खाना बल्ल बल्ल पाएर। कति ठाउँमा गयौँ है हार खाएर कतै केही नपाएर। तँ धाउनु So guys, it's 12 AM 12 बजे हो रातिको। अनि 11:47 भयो कि 47-48 कति। अनि हामी वी आर ब्याक एट होटेल रुम आवर होटेल रुम। लेट्स गो टु आवर रुम है त। This is our room for today, tonight. Welcome, guys. So it's 12 AM. अनि हामी चाहिँ अब जकुजीको लागि रेडी हुँदैछौँ। पानी भरिँदैछ है। अनि चाहिँ हाम्रो वासरुम भयो।
भिडियोमा गर्दैन म भिडियो गरिदिनु भिडियोमा गर्दैन त म नाइ नाइ त्यही यस्तो भइदियो जस्तो नि छैन सो राति कति 12:30 1को बिचमा कति बजिरह हामी चाहिँ हाम्रो यस्तो राम्रो दुईजनाले फोटो मिल्नुहुन्छ है हामी चाहिँ खासमा यो बाथटब टर्न इन्टु जकुजी रहेछ अनि हामीले चाहिँ जकुजीको सेटिङ मिलाउन नआएर हामी बाथटबमै तातो पानी राखेर गइरहेछौँ एकदमै थाकेको थियो होइन शरीर एकदमै धेरै हिँड्नेमाझ अनि स्ट्रेस पनि थियो नि त बडीलाई त्यसो सबै हिल भइरहेको जस्तो कस्तो लाइट फिल भइरहेछ है त्यस्तो चाहिँ हुँदो रहेछ एकदमै अब चाहिँ मजाले स्लिप आउँछ हाई एभ्रिवान सो अहिले चाहिँ मिड नाइट छ तर पनि हामी चाहिँ फनलाई उठ्न दिएको छैनौँ हामी दिउँसोबाट फनको फोन गरिरहेको होइन अनि अहिले चाहिँ तातो पानीमा जाँदाखेरि कस्तो लागिरहेको हजुर हाम्रो कति धेरै एक्सपिरियन्सेसहरू के फर्स्ट टाइम एक्सपिरियन्सेसहरू भयो आज एकदमै दामी दामी एक्सपिरियन्सेसहरू भयो सो थ्याङ्क यू युनिभर्स थ्याङ्क यू अबी थ्याङ्क यू प्रेम दाई एभ्रिवान विशाल दाई थ्याङ्क यू ल हजुरहरूलाई राम्रो होटलमा बस्न मन छ भने होटल अमृतारा बौद्ध काठमाडौँ काठमाडौँ ल जकुजी पछि कफी कफी खाइँदैछ जसको ल कफी डेट मम्मी र भाउजूको खानु न